हामी चाहिँ आज पिकनिक जान गइरहेका छौँ उता माथि शिवगङ्गामा। हाम्रो धेरैजना अटोवाला साथीहरू चाहिँ यता आइसक्नु भएको छ। के आउन बाँकी हुनुहुन्छ उहाँको वेटिङमा चाहिँ हामी यता रहेका छौँ। अबको केही बेरमा चाहिँ हामी शिवगङ्गामा गएर रमाइलो गर्नेछौँ। हामी अबको केही बेरमा चाहिँ यताबाट निस्कने हाम्रो तयारी भइरहेको छ। सबै सामानहरू चाहिँ हामीले कलेक्ट गरेर आइसकेका छौँ। अब चाहिँ हामी एकै बेरमा चाहिँ यताबाट निस्कने चाहिँ तयारी गरिरहेका छौँ। अब लगभग हामी जाने तयारीमा छौँ। है हामी चाहिँ यहाँ डेस्टिनेसनमा पुगिसकेका छौँ। हाम्रो यहाँ अटोहरू आउँदैछन्, अरू आउने क्रममा बाँकी छन्। हामी चाहिँ छिटो आएको छौँ, यहाँ तयारी गर्नु पर्यो भनेर चाहिँ यहाँ हामी सबै पुगिसकेका छौँ। यसरी अब हामी धेरैजना साथीहरू आउनु बाँकी छन्। लगभग हामी यहाँ 7-8 जना देखिया छौँ। यहीँ सब रेडी गर्ला छन्, हाँसी हँसिया होइन यहाँ गर्ला छन्। खसी उता अटोमा छ, खसी उता राखेको छ पुरै। यहाँ अब हाम्रो रेडी हुन लाग्छ है। कलगर हो सबै आफ्नो तालमा छन् यतातिर। लगभग चाहिँ हाम्रो अब खाना रेडी भइसकेको अवस्था छ, सबै सहीको छ। हाम्रो यहाँ भुटन मासु यहाँ रेडी भइसकेको छ। यता मासु, यता चाहिँ यो सलाद चाहिँ रहेको छ। यता चाहिँ पोटे भुटन पोटी यहाँ बन्नलाई लगभग उम्लिसकेको छ। यता चाहिँ यो झोल खसीको सुप यहाँ खतरा भएको छ। यो खसीको सुप भइसक्यो। ल यहाँ यहाँ गजब भइसकेको छ। यहाँ अलरेडी भात यहाँ भात पनि गजब भइसकेको छ। सब रेडी भइसकेको छ, अब खाना मात्रै बाँकी छ। फर्स्ट बाइट यहाँ टेस्ट हान्न लाग्छन्। सुप तान दाइ ल्याउ टेस्ट हान्न लाग्छु है म। कसो तातो होला नि होइन? गजब भएको छ। तातो होला नि। नुन खुर्सानी अरू के छ यसमा? बेस्ट केही छैन हो? बबाल छ, सब बबाल भएको छ नि सुप होइन खसीको। सब रेडी भइसकेको छ है हाम्रो। अब खाना मात्रै बाँकी हो। मैले त सुप पनि खाइहालेँ। दाइँडो हेलो मिस्टर, रमाइलो भइरहेछ जे होस्। ल अरू हामी पछि देखौँला।
अब फाइनल्ली हाम्रो सकिसकेको छ सबै बनाएर यहाँ सब यहाँ रेडी छन् अब खानालाई ल यहाँ सब रेडी भइसकेको छ हाम्रो मेरो भन्न जानेको जब सललला पानी बग्यो गौरीगंगा खोला यसरी खाएको साथी नबिर्सनु होला सललला पानी बग्यो शिवगंगा खोला रमाइलो गरेको साथी नबिर्सनु होला ल काका लादा ठुलो भयो लादा ठुलो भयो भित्र र अरे माई गॉड यो हो नि त ए म्युजिक के भयो ए म्युजिक सुरु गर दाइ दाइ क्या भयो दाइ चुपचाप जीवन साथी मेरा जोइ नै तोरा पहिनै होइ जाऊ जीवन साथी लायाको ढाकाको चोली टल्कायाको सुरु मेरा खेल्ने खेलाको आयो बिरानो मान्छे मेरा खेल्ने लगभग हामीले सबै खानासाना खाएर रेडी भइसकेका छौँ सकिसकेका छौँ एकछिन हामी देउडा खेलेर चाहिँ हामी जाने तयारीमा छौँ है उता थापाजी आउँदै हुनुहुन्छ उताबाट मोटु उहाँ थला धुन बाँकी छ सकिएन मासु टर्न भएर चाहिँ खान सकिएन त्यही भएर चाहिँ यहाँ रमाइलो भइरहेछ अब हामी चाहिँ अन्तिम चरणमा छौँ ओके द्याट्स अल
अर्थाङ्ग्या कैया र गुल्टो पानी लोटाइदिउँला अर्थाङ्ग्या कैया र गुल्टो पानी लोटाइदिउँला अर्थाङ्ग्या कैया र गुल्टो पानी लोटाइदिउँला मुतान तैयार ताबाट खेली हेलबाज ताबाट खेली तैयार ताबाट खेली हेलबाज मुतान तैयार त्यहाँबाट खेली मानेकै छ क्या पोली काउ मान्नु माया मानेकै छ मान्या माया मान्याकै छ उथा क्या पोली खाउ मान्या माया मान्याकै छ उठा क्या पोली खाउ अब क्या घर जाऊ रात पढी अन्यारो भइगयो अब क्या घर जाऊ रात पढी अन्यारो भइगयो क्या अनारो रात पढी आफ्नै पारामा छैन साथीहरू होइन मजाले यहाँ अटो दायाँ बायाँ राखिरहेको छ साइड आउनु साइड फाइनली गाइज हामी पुगिसकेका छौँ हामी पिकनिक खाएर यहाँ पुगिसकेका छौँ सबै साथीहरू यहाँ तपाईँहरूले अटो देख्न सक्नुहुन्छ है सबैजना यहाँ पुगिसकेका छौँ यतातिर हामी सबै पुगिसकेका छौँ यता साथी लास्टै गन आइरहेको खैको भयो अटो यहाँ जलिसक्यो है खै कसको यहाँ अटो जलिसकेको छ गन आइसकेको छ कसको भयो गन्ध आइसकेको छ गन्ध होइन है तपाईँको त होइन तपाईँको त होइन यहाँ हामी पुगिसकेका छौँ यसरी चाहिँ हामी सबैजना चाहिँ सकुलसल पिकनिक खाएर आइसकेका छौँ सबैजनाले चाहिँ एकदमै रमाइलो गऱ्यो इन्जोय गऱ्यौँ एकदमै राम्रो भयो र तपाईँहरूले जसले भिडियो हेर्नु भएको छ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला ओके थ्याङ्क यू सो मच